नमस्कार सबैजना आरामै हुनुहुन्छ होला। अहिले चाहिँ कति बज्यो भने 1-2 बज्न लाग्यो। चाहिँ भाइलाई लिन स्कुल जाँदैछु। यो उकालो आउँदा धौ भयो। धेरैमा आएको चाहिँ गाह्रो हुँदो रहेछ हिँड्न। सल्लेरीको वन जताततै सल्लाह राम्रो हेर्नु गाइस कस्तो राम्रो पलाएको छ। चाहिँ अब स्कुल आउन लाग्यो। स्कुलदेखि एउटा कुराले डर लाग्यो। एउटा कुराले धेरै पछिमा स्कुल आउन पाउँदा खुसी नै लागेछ। थाहा छैन सुमिन जाम हुन्छ। फाइनली हामी घर हिँड्यो। हाई भन, हात हल्लाएर हाई भन। म घर हिँडेँ भन। हामी घर हिँड्यौँ। सन्चो नभएर पेट दुख्यो अरे। खै त पेट दुखेको त होइन। ए यता फेरि कानमा के भएको? ल उठ छिटो। सुमिन हेलो भन। यता फर्केर हेलो भन। हेलो सबैजना, हेलो म घर जान लाग्छु भन। कहाँ आइक्यौ? स्कुल भन। स्कुल गइक्यौ? लाइन हिँड के हिँड। बाँधा थियो नि हिजो। नै ऊ त्यहाँ पारि घाँस काट्न आइथ्यो। ए आज त देखिन। हिजो चाहिँ थियो, आज चाहिँ देखिन। ल हात छोड, आफै हिँड्छ यो। ल ल छोड यो। मकै बारी छिटो आऊ के छिटो थाहा गर ल सेप्पा आऊ। हामी घर आउन लाग्यौँ। यहाँ आएपछि आफै हिँड्ने रे हिँडिकन्छी। मकै बल्ल यत्र भएन, कहिले खाने होला नि।